हेलो गाइस, नमस्ते सबैजनालाई नमस्कार। आज चाहिँ हामी भ्लग बनाइरहेको छौँ हाम्रो नेपाली दाइसँग। धेरै पछि युट्युबमै हाल्ने अब नेपाली भेट्नु नै गाह्रो छ साथी, हो किन भन्नु तँलाई? यहाँ नेपाली केटी देखेछौ? आएको कति महिनामा नेपाली केटी देख्यौ ल भन न, टाटिकिन। नेपाली केटी त देखेकै छैन हो त त्यही त। अनि नेपाली केटी देख्नै छ क्या गर्मी त यो बर छ कि होइन। आज चाहिँ हामी दाइको अपडेट रहेछ कि हाम्रो त अब साथीको नि अपडेट थियो आज, मेरो चाहिँ थिएन कि। त्यही पनि अब यसो साँझको इभिनिङ वाक प्लस यसो घुमौँ भनेर चाहिँ हामी हिँड्नु गएको छौँ। कता जाने हो भने चाहिँ हाम्रो दाइले गन्तव्य चाहिँ थाहा छैन होइन। दाइलाई पनि हामीलाई पनि लक्ष्य एउटै हो होइन। लक्ष्य त सबैको एउटै हो, पैसा कमाउने। त अहिले चाहिँ यो लक्ष्य चाहिँ कहाँ हो? पनि एउटै हुनु पर्यो क्या अब त्यो चाहिँ हामीलाई थाहा छैन कि होइन। हुनु पर्यो यता चाहिँ मान्छेहरू छ कि हेर्नु चाहिँ भयो कि हुँदै भने चाहिँ अहिले फेरि नेपाल फर्किनु नि पाउँदैन कि होइन दाइ। मेरो गेटअप चाहिँ यस्तै छ कि गेटअप भएछ कि दाइको यस्तो छ। अब चाहिँ अर्को कटबाट खिच्छु है म। अब अर्को कटबाट खिच्नुपर्छ क्या। होइन यत्तिकै हालिदिने होइन, यत्तिकै 15 मिनट बोल्नै हालिदिने खलास। एडिट गर्नै परेन होइन, एडिट नगर्ने ल। मुख पनि र जे पाए त्यही हेर्ने भनेको कसले पो हेर्ला, त्यही धेरै भनेको 20-30 भिजाउने त हो। त्यही तपाईँले एउटा लाइनलाई लिङ्क पठाइदियो भने तपाईँले हेर्ने हो, साथीलाई लिङ्क पठाइदिन्छु साथीले हेर्छ, म एउटा भइगयो यसो केटाहरूलाई लिङ्क पठाइदिने। त्यही हो हेर्ने भनेको, त्यही 15-20 जना हो। छन् त 190 हो कि कति सब्सक्राइबर त छ कि। तर चाहिँ यस्तो छ बाटो यहाँको है, रुखहरू चाहिँ छ। त्यही हो धेरै पछि बाहिर चाहिँ डुल्नु जानु लागेको छ होइन। धेरै पछि हो हामी चाहिँ बाहिर चाहिँ हिँड्नु लागेको। अब कस्तो सके छ माहौल चाहिँ तपाईँहरूलाई म पछि देखाउँछु कि। साउदीको ठाउँहरू चाहिँ यस्तै छ है। अहिले चाहिँ साँझको 7 बज्यो। त्यही हो दाइ, कस्तो देखाइरहेको छ हौ? बोल्न त पत्र बोलिरहेको छ नि। अब तपाईँको बुहारीहरू चाहिँ फलाट हुन्छ के भन्छ त्यो, भयो धेरै नबोलौँ होइन। अब बाटो चाहिँ होइन, बस एउटा लाइन लाग्नु पऱ्यो, धेरै चाहिएन। तिमीलाई त अब होइन एउटाले पुग्छ र पुगाउने नि दाइ, अब पुगाउने। त्यही हो अब हामी चाहिँ टक्क लाएर है। अब के खाने भन्ने कुरामा चाहिँ अब भोकले चाहिँ पुरै यो के भन्छ त्यो, भोक लागेर चाहिँ म मर्नु भइसक्यो कि। ए दाइ हामी त रङ साइडबाट हिँडिरहेछौँ हौ। होइन के हुँदैन, देखिहाल्छ नि यस्तो हो क्या। हिँड्नुपर्ने चाहिँ हाम्रो लागि चाहिँ यही बाटो हो होइन, तर यताको हल्का उल्टो छ नि त। हामी नेपालको फलो गरेँ, हामी नेपाली हो नि त। नेपाली हो हामी, राइट साइड होइन दाइ हुन्छ नि त। यहाँको जस्तो कहीँ गल्लीभित्र लड छोडिदियो भने त कहाँ हो कहाँ जस्तो क्या है। घरहरू पनि बाहिर मान्छे निस्किने नै कस्तो क्या रनमती। यो ठाउँ त के भन्नु हुन्छ नि। गाइजहरू कस्तो छ भन्दाखेरि लाइक अर्कै ग्रह क्या। ग्रह है मान्छेहरू नि त भित्रमा पुरै त्यो अर्कै ग्रह हो। यहाँको मान्छेहरू चाहिँ एलियन होइन हो, पागलहरू पागल यहाँको मान्छेहरू त। यो छैन धेरै यिनीहरूको। एलियन त दाइ राम्रै हो क्या यिनीहरू त। आज होइन दाइ एउटा मान्छे V60 लिनु आयो कि आएर होइन, मैले बनाइदिएँ होइन। त्यो मान्छेले गावा त्यो कति ग्राम हालेर पनि हेरिरहेको छ, ग्राइन्ड गर्दा पनि पुरै झारेकिन हेरिरहेको छ, फिल्टर हालेको हेरेछ, कति झऱ्यो हेरेछ। पछि सकिएर देखेको बल्ल लियो क्या रङ, पुरै हेरिदिने क्या। कोही त त्यस्तो कस्टमर आउने क्या, खिच्चा हुन्छ क्या। अब अड लागिसकेको हुन्छ। कोही कस्टमर फेरि 1 रियाललाई पनि मर्नु खोज्ने क्या यहाँको कस्टमर त। अब अर्को कस्टमर फेरि होइन 2 रियल छोडिदिन्छ, 3 रियल छोडिदिन्छ। कोही त छोडिदिन्छ कि, कोही त मुजीहरू त हुन्छ नि त्यो पैसाको मुखै नदेखे जस्तो कि। अब यिनीहरू त रन थियो हुन त यिनीहरूलाई त सरकारले फ्रीमा दिइरहेछ नि पैसा। महिनाको त्यत्रो नेपाली 70-80 हजार फ्रीमै पाउँछन्। यिनीहरू त डुलेरै खानु पुग्छ। हामी भनेको महिनाको 50 हजार कमाउनुको लागि रनमती 12 घन्टासम्म गान पेल्ने हो। भिडियो त भइरहेको रहेछ है। ठाउँ चाहिँ यस्तो छ है, तपाईँहरूलाई देखाउँछु पहाडहरू। तर होइन त हेर्नु न, आइफोन त हल्का त छ क्या मोबाइल त होइन। बबाल छ त्यो क्वालिटी, बबाल छ क्या। जाँदैन ऊ त्यो गाडी जान्छ यतै। साइलाइट्स बालिसक्यो म के हो क्या, मेरो चाहिँ हल्का मुख छान्ने बानी भइसक्यो कि हल्का त। यस्तो हो त्यो मुख छान्नु उयो हो क्या, खराब होइन होइन। खराब होइन। अब यस्तो हो नि त, अब हुनु बित्तिकै अब मुखबाट त्यो निस्किहाल्छ क्या। त्यो कुनै नराम्रो तरिकाले नलिदिनु होला होइन, किनभने मुख छाडेर मान्छेहरूले होइन
रातारात करोडपति भइरहेछ हामी चाहिँ करोडपति हुनुको लागि चाहिँ होइन है साकारलाई हेर्नु न होइन दाइ त्यत्रो कसम भोकले कसम छाती दुखिसक्यो छाती होइन नि यो हुन्छ नि पेट र छातीको बिचको भाग चिन्ता नगर न यस्तो हो जब अब ठाउँ पुगिन्छ नि होइन दाइलाई त हरि भेन्सी देखाउँदो रहेछ त यार फेरि हेर न फेरि म चाहिँ फेरि अलरेडी उत्यो है म्यारिड हो हुन्छ दुईजनै उता पनि उता अब ट्रु लभ भएको मान्छे हो कि अब त्यही अब होइन अब भाइको चाहिँ हुनेवाला बाँकी छ कि अब हुन्छ बिस्तारै त्यही हो अब नेपाल आउँदा सबन बिहे चाहिँ नगर्ने कि अहिले चाहिँ ए हुन्छ साथी धेरै बोल्यो के साथी त्यस्तो चाहिँदैन मलाई अब माया मोहबाट पुगिसक्यो कि बस एकजना भए पुग्छ धेरै त चाहिँदैन कि ए दाइ यार तपाईँले त कहाँ हो कहाँ लिएर हिँड्नुभयो ए साथी गाडी पछि कब्रस्तानमा गएर कहाँ हो के हो अब यो बाटो जानु लागेको छु यताको बाटो छोडेर कि यो बाटो हाम्रो पनि भिडियो भएको त 6 मिनट भइसकेछ नि त दाइ त्यो काटेर हाल्छ होला नि त राम्रो राम्रो मात्रै यत्तिकै हाल्ने हो क्या यत्तिकै हेर भिडियो एडिट गर्नु कहाँ टाइम छ त अनि दाइ 12 घन्टा कहाँ मान्छे टाइम हुन्छ त अनि एडिट गर्नु पर्यो नि त यत्तिकै त गर्ने हो आफ्नो भिडियो चाहिँ होइन यो टक्क 32 मुजा लगाएर एडिट नगर्ने हाल्ने अनि हाम्रो चाहिँ अब यत्तिकै हल्का त गर न दाइ कहाँ हो कि तपाईँले त गल्लीहरूमा ल्याउनु भयो क्या घरहरूको के हुन्छ निस्किने भनेको त्यो रोडै हो होइन डरै लाग्छ हो कता मुजी घरभित्र झ्याम्मै हालिदिने यार पुरै घरहरू पनि देखाउन नमिल्ने क्या नत्र देखाउँथ्यो कि होइन दाइ घरहरू पनि कस्तो हेर्नु न साइको के हेर्नु न यस्तो छ कि घरहरू हेर्नु त गाइजहरू यो बाहिर कोही छ नेपालमा भएकै बाहिर बसेर बुढोहरू सुट्टा हान्थ्यो होला ढक्करन चामल केलाउने होइन दाइ तरकारी युज गर्ने बच्चाहरू खेल्ने हुन्छ नि त चिलो हो क्या भाइ के हुँदैन यो लाइफ भनेको अब यो भित्र छिर्यो ढोका खोल्यो आफ्नो घरको त्यो छिर्यो के अब त्यो अब कहिले निस्किन्छ भोलि निस्किन्छ कि निस्किँदैन थाहा नै त्यसले ढोका लगायो मस्त अब त्यो निस्किन्छ कि निस्किन्न त्यसलाई चाहिँ थाहा छैन कि अब भित्र छिरेपछि लाइट बलिरहेको हुन्छ कालो लाइट बलेपछि कहाँ कालो हुन्छ त होइन अब भित्र पुरा यिनीहरूको फेरि स्वर्ग जस्तो हुन्छ अरे नि त डेकोरेसन त खै म छिरे खाएनौँ कि हामी त होइन त्यो डेकोरेसन चाहिँ हरिप हुन्छ होला क्या ल अब यतैतिर एन्ड गरौँ होइन दाइ भिडियो त भयो धेरै भरे यसो देख्यो भने चाहिँ अब जोडौँला कि अब दाइले देखाएनन् भने चाहिँ अर्को भिडियोमा दाइलाई रोस्ट हानेको भिडियो आउँछ रोस्ट अब देखियो नै भने होइन यो बाटो चाहिँ नबिर्छ है लाइटर त्यहाँ बोकामा छ र त्यस्तो लोगो हेर त ऊ त्यस्तो परको भाइ ऊ त्यस्तो लोगो भनेको चाहिँ पुरा सुपर मार्केट क्या त्यो यो त थाहा छ त्यो खेलाउन जस्तो थाकेको त ऊ यहाँ होइन अनि मुनि त दुईटा दाना जस्तो छ नि एउटा साइकल त बिर्सियो होला हो चलाउनु त म त यार अब त यार म त कति 15 सेकेन्डमा चाहिँ उडाइदिनु दाइ यो कुर्सी त रुममा लाने जस्तो छ क्या नजिकै भयो त लैदिन्थ्यो लगेर होइन दाइ रुममा राखेर मस्त बस्थ्यो क्या होइन दाइ मजा आउँछ नि त नि के बन्द छ कि क्या हो त्यही त त्यत्रो त लाग्दिरहेछ के दाइ कहाँ ल्यायो हो दाइले त हामीलाई त कहाँ ल्यायो क्या दाइले त यार त कहाँ ल्यायो होइन दाइले यो पुच्ची पनि अब भित्र छिर्न खोजिरहेको छ कि छिर्नु चाहिँ सकेन यो पनि कि हिँड्यो यो पनि घरबाट बिरालोहरू चाहिँ कस्तो क्युट के दाइ तर दामी आएको छैन क्यामेराले हेर्नु त दाइ साथीको आइफोन हो कि खासमा आइफोनै भन्ने हो कि अब त आएको 10 महिना भयो त आइफोन किनिसक्यो भनेर देखाउनु परेन आइफोन 12 हो है मैले अस्ति किने तर होइन किन्ने हो दाइ अब त किन्ने हो यार के हो हस्पिटल हो नेपाल होइन साउदी सामुदायिक अस्पताल स्यामसङले जितिसक्यो नि होइन त हो कि दाइ अब आइफोन ड्रिम भनेको मनमा बसेको मायालुलाई छोडेर अरूकै मायालु त नउडाइदिउँ न भनेर भयो बुझिसक्यो जोसँग पनि ल पक्कै भन्ने टाइपको होइन त्यही हो भने बुझिसक्यो कि सबैले बुझिसक्यो होला ल
अब यस्तै छ रातिको जिन्दगी भिडियो इन्ड गरिदिउँ ल बाई 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 सबैजनालाई धन्यवाद धन्यवाद यस्तै गर न खै खै कस्तो रहेछ यस्तै गर साथी ल्याम्बा हालेर ल गाइजहरू बाई बाई यस्तो जिब्रोले चाटेर के